गण्डकी प्रदेशको सबै चाहिँ घरधुरीमा चाहिँ पानीको धारा पुर्याउने हाम्रो कार्यकालभरि यो अभियानको साथ लागेका छौँ। अहिले चाहिँ विकासको अभूतपूर्व लहर नेपालमा चलिरहेको छ र हाम्रो गण्डकी प्रदेशको भन्दाखेरि हामी अहिले चाहिँ 5,78,000 घरधुरी छ हाम्रो गण्डकी प्रदेशमा। यो 5,78,000 घरधुरीमा यो 5 वर्षभित्र गण्डकी प्रदेश सरकारले एउटा योजना बनाएको छ, लक्ष्य राखेको छ, एउटा चाहिँ सपना देखेको छ कि गण्डकी प्रदेशको सबै चाहिँ घरधुरीमा चाहिँ पानीको धारा पुर्याउने हाम्रो कार्यकालभरि यो अभियानको साथ लागेका छौँ। त्यसकारणले म सबै जहाँ जहाँ खानेपानीको समस्या छ, जहाँ जहाँ एक घर एक धारा पुगेको पानीको प्रबन्ध भएको छैन, त्यो ठाउँमा चाहिँ सबै हामीले या चाहिँ त्यहाँ चाहिँ तपाईँको सरकारसँग पहुँच पुर्याउन सक्ने मान्छे नभए पनि त्यहाँको साथीहरूले, त्यहाँको पार्टीका नेताहरूले, त्यहाँको जनप्रतिनिधिहरूले गण्डकी प्रदेश सरकारमा निवेदन हाल्यो भने हामी चाहिँ सबै ठाउँमा चाहिँ पानी पुर्याउने हाम्रो योजना हो। हामीलाई कति दुःख भएको थियो पानी ल्याउन, यस्तो हिँड्दा नि भएको पानी त आज कति पानी ल्याउनु ठाउँ त अहिले त कति सजिलो भएको बाबु। मेरो भूमिका भन्ने चाहिँ पण्डित सरकारबाट गरेको रकमबाट निर्मित भएर बनेको धारा हो। योभन्दा अगाडि चाहिँ अब घर घरमा धारा थिएन, कुवाबाट धेरै टाढैबाट पानीहरू बोकेर खाइरहेको पर्थ्यो। अहिले चाहिँ धेरै सुविधा भइरहेको छ यो धारा निर्मित भएपछि चाहिँ घर घरमा धारा भएपछि त यसै टाइमको पनि सदुपयोग भयो। हामीले खानेपानी खान पाएछौँ, खुसी लागिरहेको छ।